फेरि चाहिँ के स्पेसल छ भने अस्ति चाहिँ आमा आउनुभएको नि त हङकङबाट। आमा आउनु हुँदाखेरि यो चाहिँ भाउजूले पठाइदिनु भएको है, उता हङकङबाट दाजु भाउजूले पठाइदिनु भएको माछा। कतिवटा छ गर्नु ल, 2 प्याक, 1 2 3 4 5 6। यो 5 वटा चाहिँ छ होइन। अस्ति मैले 2 प्याकेट अरू साथीहरूलाई नै होइन, आमाको साथीहरूलाई बाँडिदिएको खोलेर। अनि यो चाहिँ 1 प्याकेट चाहिँ यहाँ 1 प्याकेट चाहिँ यो चाहिँ दिदीले पठाइदिनु भएको है। दिदीले पठाइदिएको चाहिँ अहिले छुट्टै राख्नु पर्यो ल। यो चाहिँ दाजु भाउजूले पठाइदिनु भएको। त्यो चाहिँ त्यो समुद्रमा पेलेको माछा भन्छ कि यसलाई चाहिँ, एकदमै मिठो हुन्छ। जो नुनिलो खालको मिसिनले पेलेको समुद्रबाट निकालेको माछा। अनि त्यहाँदेखि यो चाहिँ छ कफी। यो चाहिँ एकदमै मलाई चाहिन्छ क्या, किनभने सर्टकट हुन्छ नि त चियाहरू बनाइराख्नु भन्दाखेरि चाहिँ यो ठक्क पानीमा बालेर पिटेर फिटेर खुवाउनु सजिलो लाग्छ। मलाई चाहिँ एकदमै राम्रो लाग्छ यो कफी पनि पठाइदिनु भएको रहेछ। अनि त्यसपछि अनि यो चाहिँ अक्टोपस चाहिँ, यो चाहिँ अक्टोपस 1 प्याकेट। यो चाहिँ यस्तो हुन्छ, यहाँ अक्टोपस भन्छ यसलाई चाहिँ। यो चाहिँ अचार जस्तै यस्तो मिठो हुन्छ होइन। सट्ट कैँचीले उयो गरेर कटक खाने अक्टोपस एकदमै मिठो हुन्छ। अनि यहाँ चाहिँ छ नुडल्स। हेर्नु एकदमै मिठो, यमी यमी। मलाई चाहिँ यो के हो, यो नुडल्स सिन रामेन रहेछ। यो एकदमै मिठो लाग्छ है। यो चाहिँ मलाई चाहिँ भिडियो गर्दाखेरि पनि, मुखबाङ भिडियो गर्दाखेरि पनि एकदमै काम लाग्छ। यहाँ पनि फेरि अर्को छ, यो चाहिँ मलाई भाउजूले पठाइदिनु भएको। यो पनि उतैदेखि पठाइदिनु भएको होइन। एकदमै राम्रो ल, एकदमै राम्रो। यो चाहिँ यहाँ ब्याग। अनि यसको चाहिँ यहाँ लङ उयो गरेर बोक्ने पनि छ होइन। एकदमै राम्रै ल। साडी, यो साडी पनि उतैबाट भाउजूले पठाइदिनु भएको। 4-5 वटा रहेछ होइन। यो चाहिँ मैले छानेको। यो चाहिँ साडी, कस्तो राम्रो साडी हेर्नु न। यो चाहिँ हल्का होइन। अनि यो चाहिँ जति बेला पनि लाउनु मिल्छ क्या, एकदमै राम्रो नरम हुन्छ। एकदमै धन्यवाद भाउजूलाई चाहिँ यस्तो राम्रो राम्रो गिफ्ट आइरहेको छ। अब म चाहिँ यहाँ दिदीले पठाइदिनु भएको चाहिँ उयो देखाउँछु ल। दिदीले चाहिँ यहाँ मलाई पर्स पठाइदिनु भएको छ होइन, हेर्न सक्नुहुन्छ। क्युट है। यहाँ चाहिँ यस्तो छ, पैसा राख्ने पर्स है यो। कस्तो राम्रो छ है, मलाई एकदम मनपर्छ यो हल्का खालको एकदम। अनि यो दिदीले पठाइदिनु भएको, यो चाहिँ दिदीले पठाइदिनु भएको है। दिदी त अस्ति पनि भर्खर आएर जानुभएको, त्यतिखेर पनि धेरै सामान ल्याइदिनु भएको थियो। अनि अहिले आमा आउनु हुँदाखेरि पनि यहाँ यो 2टा चाहिँ पठाइदिनु भएको रहेछ। अनि अरू सबै भाउजूले पठाइदिनु भएको। एकदमै धेरै धेरै धन्यवाद भाउजूले त यति राम्रो राम्रो सामानहरू पठाइदिनु भयो। अनि दिदीलाई पनि। अनि त्यसपछि चाहिँ यहाँ चाहिँ छ फेरि, यहाँ चाहिँ छ अब यहाँ चाहिँ छ आमाको पर्सल है। आमाले ल्याइदिनु भएको ल। यो चाहिँ मलाई आमाले ल्याइदिनु भएको है, स्पेसल आमाले ल्याइदिनु भएको स्वेटर। हेर्नु त, यो चाहिँ एकदम नरम क्या, एकदम स्मुथवाला छ, एकदमै राम्रो छ होइन। यो चाहिँ आमाले ल्याइदिनु भएको स्वेटर, रातो रातो भएर यहाँ देखेन, तर यस्तो नरम यति राम्रो छ क्या। मलाई चाहिँ एकदमै मन पर्यो यो स्वेटर चाहिँ। मलाई फेरि रेड एकदम मनपर्छ नि त, त्यही भएर मैले आमाले हरियोहरू पनि के अरे कलर ल्याउनु भएको थियो, तर मैले रातै छानेको। यो चाहिँ आमाले ल्याइदिनु भएको। त्यसपछि चाहिँ यहाँ चाहिँ छ आमाले फेरि ल्याइदिनु भएको मलाई जामा। यहाँ हेर्न सक्नुहुन्छ है त, आमाले पनि यति हाम्रो आमाले फेरि यस्तो राम्रो राम्रो छान्नुहुन्छ कि लुगा है।
कुरै नगरौँ हामीलाई पनि टपिदिनुहुन्छ क्या आमाले चाहिँ मलाई जामा यो चाहिँ लङ होइन जामा एकदम स्टाइलिस छ होइन जामा यो चाहिँ आमाले ल्याइदिनु भएको ल अनि अब यो भेस्ट पनि ल्याउनु भएको रहेछ आमाले अनि मैले यो भेस्ट चाहिँ आमाले ल्याइदिनु भएको यस्तो राम्रो छ होइन ल एकदमै यहाँ चाहिँ अब आमा अनि भाउजू दाजु अनि दिदीलाई धेरै धेरै धन्यवाद यति धेरै छ पार्सल अब यो के अरे टेबल भनिसक्यो होइन अहिलेसम्म म सरर देखाउँछु ल तपाईँहरूलाई फेरि पनि भिडियोबाट त्यति धेरै छ क्या यहाँ एउटा एउटा गरेर देखाएर पनि सकिएन ल आज चाहिँ भिडियो पनि लङ भइसकेछ